हेलो हाई दर्शन नमस्ते नमस्कार सबैजनालाई मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ म हजुरहरूमाझ मिठो भ्लग लिएर उपस्थित भएको छु र हामी चाहिँ बुढाबुढी मिलेर रमितेतिर जाँदैछौँ र मेरो बुढीले चाहिँ पछाडि बसेर टक्कसँगले चाहिँ राम्रोसँग क्यामेराम्यानको काम गरिरहेको छ भने म चाहिँ अगाडि ड्राइभिङ गरिरहेको छु र हामी चाहिँ उकालो उकालो हुँदै भत्केको पहाड र भत्केको बाटो हुँदै दुःख सुख गर्दै ठ्याक्कसँगले चाहिँ रमितेको अहिले चलेको भ्यू पोइन्ट भन्ने ठाउँमा चाहिँ पुग्यौँ र मेरो बुढीले चाहिँ अगाडि ठ्याक्क मलाई चाहिँ भिडियो गरिदिनु भन्यो। म चाहिँ क्यामेराम्यान बनेँ र उसलाई अगाडि भिडियो गरिदिएँ र त्यहाँबाट फेरि हामी उकालोतिर लाग्यौँ र आज चाहिँ धेरै नै भिडभाड थियो। पक्कै पनि तराईमा लाइन गएकोले हुनसक्छ। अनि हामी चाहिँ उकालोमा भिडभाडमा दायाँ बायाँ गर्दै गर्दै पुग्यौँ। यो चाहिँ टेन टाउन र यो टेन टाउनमा हामी भित्र छिर्यौँ। एकदमै भिड थियो अनि हामीले यहाँबाट चाहिँ टक्क बसेर मेरो बुढी नक्कल पार्दैछ के अर्डर गऱ्यौँ भन्ने चाहिँ कुरा एकछिनमा हजुरहरूलाई यहाँनिर देखाउने नै छौँ। र मेरो बुढी टोइलेट गएको थियो, टोइलेट गएर पनि नक्कल पार्दै त्यहाँनिर भिडियो बनाएछ। मलाई चाहिँ थाहा भएन, म चाहिँ पर्खेँ। उसको क्यापुचिनो आइसकेको थियो, फेरि ऊ चाहिँ नक्कल पार्दै आयो अनि क्यापुचिनोमा टक्क हेऱ्यो र उसले चाहिँ चिनी नलाइकन पहिला पक्क चाख्यो अनि मुख बिगार्यो अनि चिनी लाउने बिर्सेछु हिँ गर्दै चिनी हाल्न थाल्यो। मुख बिगार्दैछ है जतिहरू अनि चिनी सट्ट हाल्यो अनि घोल्यो अनि मात्रै खाएर चाहिँ वा मिठो भयो कि क्या भन्नु थाल्यो। होइन अब चिनी हाल्यो होइन। अबको टेस्ट हेर्नु, अहिलेको मुख हेर्नु, अहिलेको मुख हेर्नु भने त झुङ्गा धरी बनाइ खायो। त्यो पनि अलिक ढिला आएकोले सिलाइसकेको थियो। अनि हामीले चाहिँ विङ्स हट ल्यायौँ अनिदेखि उसले चाहिँ खाँदा कस्तो हुन्छ भनेर यस्तो देखाएर वाक्क मुखमा हाल्छ। अनिदेखि फर्स्टमा चाहिँ कस्तो नमिठो भनिदियो कि त्यहाँको दिदीले त सुनिहाल्यो, त्यहाँ उ गर्ने टुवा पर हेर्दै थियो। फेरि यसरी चाहिँ मिठो रहेछ अरे क्या नक्कल पनि है। अनि फेरि त्यो पछि खानेसम्म खायो, घिच्नेसम्म घिचो टाइपले खायो होइन। अनि त्यो पछि फेरि अर्को अर्डर पर्ख्यौँ। अनि अर्को अर्डर पर्खिनुभन्दा अगाडि चाहिँ खाएकै गरेर भिडियो लामो बनाएछ। अनि अर्को अर्डर आयो हाम्रो फ्राइड राइस, चिकन फ्राइड राइस। यो चिकन फ्राइड राइस चाहिँ यहाँको साँच्चै नै टेस्टी थियो। अनि त्यहाँदेखि खाँदै गयो, मिठो हुँदै गयो। तर चिकन चाहिँ एकदमै कम थियो क्या, राइस चाहिँ बढी, चिकन चाहिँ थोरै थियो। अचार चाहिँ अलिअलि गुलियो तर ठिकै पिरो थियो होइन। अनि अचार पनि चट्ट हाल्दै कप्प खाँदै गऱ्यो। पिरै भएन भन्दै खाँदै थियो र पनि डह्रो खायो, पङ 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 पार्दै। अनि मलाई पनि खुवाएर खिचेछ, मलाई थाहा भएन, भोक लागिरहेको थियो। मैले यत्रो गाँस हालिदिएँ। अनि जाडो टाइममा तोङ्बा खानु पऱ्यो, तोङ्बा। अनि यो चाहिँ साथी हेर्नु त मोमो, झोल मोमो भनेर ल्याएको। मोमो र छोक्रा मात्रै छ, झोलभित्रै छिरेर किमा चाहिँ टाङ टुङ टाङ टुङ भएछ। त्यो पछि पिरो भयो क्या, लास्टमा पानी फ्वाट पियो त्यहाँको पानी सकिसकेपछि। अनि त्यहाँबाट बाहिर फेरि अलिकति फोटो भिडियोहरू सेसन गर्ने भन्यो, ट्याङ टुङ गऱ्यौँ। अनि मुनिपट्टिबाट तल हेऱ्यौँ, यस्तो भ्यू